हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो युट्युब फ्यामिलीलाई आज चाहिँ मैले बारीको काम गर्दैछु। अनि जति पनि यो यहाँहरू देखेको छ नि, योहरूमा चाहिँ मैले सबै ऊहरू त्यो के भन्छ मुलाको साग धनियाँहरू छरेर सक्यो होइन। अगाडि नै बनाउनु पर्ने, जस्ट मैले भ्याएन, दिमागमै आएन बनाउनु पर्छ भनेर ब्लग चाहिँ होइन। त्यसपछि छ हाम्रो यो फुलको बिउहरू मैले कालीमाटीमा गएर फुलको बिउहरू लिएर छरिसक्यो। अनि है अनि यसमा चाहिँ के भन्छ अरे त्यो फुलको बिउ अघि नै मैले जुन पत्ता देखाएँ त्यो बिउको बिउ राखेको छु। अनि त्यो सेतो उसमा पनि त्यही राखेको छु। अनि यहाँ छ मेरो आलुहरू। साथीहरू भन्नुहुन्छ होला गाउँको बारी चाहिँ बाजो राखेर काठमाडौँमा चाहिँ के को नाटक देखाएको भन्नुहुन्छ होला, तर त्यस्तो होइन। गाउँमा पनि टन्नै आलु रोपेर आएको हामी होइन बारीमा। अब हामी चाहिँ काठमाडौँ बस्ने भएको हुनाले चाहिँ काठमाडौँमा पनि केही गरौँ होइन। यति बारी घरबेटीले बारी दिनु भइरहेको छ हामी बस्ने ठाउँमा। जस्ट यसलाई चाहिँ किन हामीले त्यतिकै खेर फाल्नु, हामीले के सदुपयोग गर्नुपर्छ भन्ने हिसाबले चाहिँ मैले चाहिँ यहाँ लसुनहरू रोपेको थियो। जस्ट लसुनहरू चाहिँ हामीले खाइसक्यो होइन उकाएर। अनि त्यसपछि लसुन खाइसकेपछि चाहिँ आलु रोपेको थियो मैले, गाउँबाट लिएको थियो आलु। अनि कति 25-30वटा दाना चाहिँ लिएको थियो। जस्ट यहाँ चाहिँ मैले रोपिदिएँ आलुहरू होइन। यहाँ बट्टाहरूमा नि रोपिदिएँ, बट्टाहरू खाली थियो। अनि किन खाली राख्नु, फोहोर मात्रै राखेर के गर्नु, एक ठाउँमा राखेपछि फोहोरको भारी हुन्छ भनेर अनि मैले चाहिँ जस्ट सदुपयोग गरेँ आलुहरू। बाँकी जमिनमा पनि रोपेँ। अनि त्यसपछि जमिनको माटोलाई चाहिँ बट्टामा राखेर पनि रोपेको छु। तर यसमा पनि रोपेको थियो आलु चाहिँ उम्रेन, नउम्रेको भए पनि ठिकै छ, काम लाग्यो नउम्रेर होइन। किनभने यहाँबाट माटोहरू जम्मै यहाँ बोकेर ल्याउन सजिलो भयो। आलु हालेको थियो, जस्ट पानी धेरै भएर कुहिएछ। अनि कुहिएपछि चाहिँ हामीले अनि यहाँ चाहिँ अहिले चाहिँ मैले यहाँ जुन अघिको पत्ता देखाएँ त्यो पत्ताको बिउ चाहिँ छरेको छु फुलको होइन। फुलको एकदम बढी सोख लाग्छ कि मलाई, एकदम मनपर्छ फुलहरू रोप्नलाई नि साथीहरू। अनि त्यही भएर मैले फुलहरू पनि रोप्छु। म तपाईँहरूलाई मेरो बस्ने ठाउँ भिजिट गराउँछु होइन। यो जस्ट आलु छ, आलु चाहिँ अब मैले गोड्नु आँटेको, गोड्ने बेला भयो आलु होइन। अनि यो टोयलेटको पछाडि यहाँ पनि छ यसमा पनि मैले रायो सागलाई छरेको छु। अनि रायोको साग, अनि त्यसपछि आलु यतापट्टि हाम्रो यो घरबेटीले दिनुभएको यति अलिकति बारी छ। हेर्नु तपाईँलाई देखाउँछु यो बारी, जुन यो बारीमा चाहिँ मैले आधा भाग चाहिँ धनियाँ अनि आधा भाग चाहिँ मुलाको साग र रायोको साग छरेको छु। अनि यहाँ पनि यो क्रेटमा पनि माटो हालेर यहाँ पनि मैले के भन्छ धनियाँ रोपेको छु। अनि उतो चाहिँ आलु, त्यहाँ पनि आलु छ। जस्ट मैले यहाँ पनि आलु रोपेको थियो होइन। यहाँ पनि आलु रोपेको थियो। अनि यो आलु चाहिँ गोडिसक्यो यहाँ चाहिँ। अनि बाँकी रह्यो यतातिर अलिकति प्याज मैले हातै दुस्यो। अनि यता चाहिँ यहाँ चाहिँ प्याजहरू पनि छ होइन यहाँ चाहिँ। अनि प्याज अनि रायोको साग छ यहाँ पनि। अलिअलि किराले खाइसक्यो। यहाँ चाहिँ छर्नुपर्ने औषधि छर्नुपर्ने, जस्ट छरेको छैन। अनि यहाँ चाहिँ सागहरू छ जस्ट होइन। अनि यो आलुलाई चाहिँ अब के गर्नु पर्यो भन्दाखेरि गोड्ने बेला भएको छ कि, अब गोड्ने बेला भएको छ। म गोड्नु आँटिरहेको छु। म तपाईँलाई मेरो बारीहरू भिजिट गराउँछु। यो चाहिँ मेरो रुम, कस्तो पोहोर भएर चाहिँ मेरो रुम चाहिँ। अनि त्यसपछि टक्क लगाएर म यहाँ आलु गोड्न गएको छु। म तपाईँहरूलाई आलु गोडेको देखाउँछु ल। गोड्नु पर्यो। रायोको साग पनि कस्तो राम्रो उम्रिरहेको रहेछ। चाँदेले भन्दा पनि यो के भन्छ अरे चाँदेले भन्दा पनि नि आलु चाहिँ म हँसियाले गोड्छु। अब जस्ट यहाँ चाहिँ रायोको सागहरू छ। चाँदेले गोड्यो भने चाहिँ रायोको साग काटिने सम्भावना हुन्छ। अनि त्यसपछि हुँदैन कि। यस्तो राम्रो आउँछ आलु त पुरै नगरौँ। कतिको फल्छ त्यो फलेको पनि म भिडियो बनाएर तपाईँहरूलाई सेयर गर्नेछु। अब सँगै मिल्ने भए सबैसँग खानलाई पनि सेयर गर्नुहुन्छ। अब तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। खानको लागि सेयर नगरे पनि जस्ट हेर्नको लागि चाहिँ म सेयर गर्छु।
धनियाँ नि रोपेको थियो, धनियाँ त सबै उम्रिसकेको छ, फुलिसकेको छ। यो ग्रो ब्यागमा पनि मैले आलु रोपेको थियो। यो ग्रो ब्याग चाहिँ सानो छ, कति फल्ने, यसमा हुँदैन आलु रोप्नलाई भन्नुहुन्थ्यो। नर्सबाट ल्याउँदाखेरि त्यो नर्सरीबाट ल्याउँदाखेरि चाहिँ यो ग्रो ब्यागमा आलु रोप्नलाई सानो हुन्छ ग्रो ब्याग, यो हुँदैन, अलिक ठुलो लैजानु होला भन्दै हुनुहुन्थ्यो। तर ठुलो चाहिँ त्यहाँ थिएन रहेछ, अनि ठुलो छैन रहेछ भनेर सानो नै लिएर आएँ होइन। अब सानोमै अब कति फल्छ हेरौँ, फल्यो भने त राम्रै भयो नि होइन। यो चाहिँ अब आलु जस्ट सक्यो। यहाँ चाहिँ लसुनहरू अलिअलि रहेछ। मैले यहाँ गुलाबको बोट रोपेको थिएँ गाइज होइन। साथीहरू गुलाबको बोट चाहिँ सडेछ होइन, कस्तो राम्रो के मैले उता पल्लो घरे आन्टीले काटेर भएको रहेछ। अनि त्यहाँबाट चाहिँ मैले लिएर आएर यहाँ गाडी लिएको थिएँ, किनभने त्यही भएर मैले छरिरहन्छु। भाँडा धोएको पानी यताउता काठमाडौँमा पानीको लस्टै भए पनि मैले चाहिँ पानी अब त्यो भाँडा धोएको पानी सबै यहीँ फाल्ने गर्छु, अनि लुगा धोएको पानीहरू पनि फाल्ने गर्छु, अनि त्यही भएर पनि अलिअलि हुने गर्छ। अनि यो छ मेरो फ्लावर त कति टाइट माटो भएको, गोड्नु पर्ने बेला भएको रहेछ, मैले गोडिदिएन। यो चाहिँ अस्ति भर्खरै लगाएको, अनि यो पनि अब फुल्न लाग्छ। यो भाँची, यो कुकुरले भाँचिदिएको थियो, उता अर्को बोटमा थियो, अनि त्यहाँबाट चाहिँ हाँगा छुट्टिएको थियो, अनि मैले यहाँ ल्याएर रोपिदिएको, सरेछ। कोपिला पनि आएछ, अब लगभग 10-15 दिनमा फुल्छ होला। यो चाहिँ मेरो यस्तो रहेको छ। लु यहाँ त पानी कम भएर होला ओइलिएछ। अब दिउँसोतिर के हाल्नु पानी, त्यही पनि गोडिसकेपछि चाहिँ हाल्छु। यहाँ नि गोड्न बाँकी छ। गाउँमा जाउँ उम्रिन्छ रहेछ। के भएर ओइलियो, घामले ओइलेको हो कि किराले खायो यसको जरा थाहा छैन, तर ओइलिन्छ ओइलियो कि फलेको पनि छैन होला। पानी कमी, माटो त चिसै छ भएर हाल्दिनँ के भएर। अहिले पानीको कमीले हो भने त यो माथि आउँछ किराले खान्छ भनेर थाहा छैन। अन्त यता पनि छ, यहाँ त पानी त कति गोमा हालेको, यो चाहिँ राम्रै भइरहेको छ। यो चाहिँ जारको बट्टा, अनि यो गुलाबको बोट लिएर रोपेको उताबाट खै कहिले नि फुल्दैन हौ यो त। यस्तो छ साथीहरू, मेरो रुममा चाहिँ मैले चाहिँ केही चिज पनि बाँकी राख्दैन के। यत्रो बट्टा खाली भयो नि त्यहाँ पनि रोप्दै हाल्छु फुल चाहिँ। अनि त्यही भएर अनि मेरो चाहिँ यहाँ यो कस्तो राम्रो फुल फुलिरहेको छ हेर्नु न, त्यो दामी छ क्या होइन। जस्ट म तपाईँलाई देखाउँछु, यो चाहिँ मेरो कस्तो राम्रो फुल फुलेको छ क्या। मान्छेहरू भन्छन् होइन, कोठा भाडामा बस्ने त हो, आफू बस्नुन्जेल केलाई रोप्नु पर्यो फुल यताउता भन्छन् होइन, केलाई सफा गर्नु पऱ्यो, केलाई फुल रोप्नु पऱ्यो, आफ्नो कोठाभित्र मात्रै सफा गरे भइहाल्यो नि, बाहिर चाहिँ केलाई गर्नु पऱ्यो भन्छन् होइन।
अनि त्यसपछि फुल केरा रोप्नु पऱ्यो यताउता भन्छ नि तर म त्यो भन्ने टाइपको मान्छे चाहिँ होइन आफू बसुन्जेल र आफू हुन्जेल म जहाँ जान्छु त्यहाँ जति समयसम्म बस्छु त्यो समयसम्म चाहिँ मैले एकदमै फुलहरू रोप्छु। अनि आफूलाई खानेकुराहरू के छ अब छिटो हुने सागहरू आलु जस्तै जे पनि जस खान मिल्ने तरकारी खाने मिल्नेहरू चाहिँ रोप्छु होइन। अनि यहाँ चाहिँ मेरो फुलहरू यतापट्टि पनि छ साथीहरू। म एकदम सोकिङ हेर्नु कति फोहोर देखिरहेको तर यो फोहोर चाहिँ होइन। यहाँ यसरी हेर्दा चाहिँ देख्दैन मोबाइलमा चाहिँ कति देखिरहेको सायद माटो चलाएर हुनसक्छ होइन किनभने भर्खर मैले बारी खन्यो अनि आलु गोड्यो के गोड्यो त्यही भएर चाहिँ माटो उडेर चाहिँ यहाँ आएको हुनसक्छ तर मैलो चाहिँ होइन। कसरी देख्छ हो यो अचम्म लाग्छ होला यो त अब यसरी यसरी चाहिँ देख्दैन अझ यस्तो गऱ्यो भने कति देखिने सायद यो माटो नै हुनसक्छ हो मैलो। अनि यहाँ चाहिँ यता चाहिँ मेरो फुलहरू पनि छ होइन। यो मैले चाहिँ एकदम सोख लाग्छ कि म जति समयसम्म म जहाँ बस्छु नि त्यहाँ त म फुल रोपेकै हुन्छु होइन। फुल रोप्छु अनि उयो यता सानो बट्टामा पनि छ थुप्रै। यतापट्टि यस्तो भइगयो मेरो रुम चाहिँ यस्तो छ। मेरो घर चाहिँ अलग्गै छ कि माथि चाहिँ जस्ताले बारेको छ। साथीहरू म तपाईँहरूलाई उताबाट आएर जस्ट मेरो म बस्ने ठाउँको भ्यूहरू सबै तपाईँहरूलाई भिजिट गराउँछु हेर्दै गर्नुहोस् है। यहाँबाट स्टार्ट हुन्छ साथीहरू मेरो रुम चाहिँ। यहाँ चाहिँ सेफ्टी ट्याङ्कीको के भन्छ सेफ्टी ट्याङ्की जाने बाटो छैन कि यतातिर चाहिँ। अनि यहाँ चाहिँ खाडल खनेर यसरी राखेको छ सेफ्टी ट्याङ्कीको फोहोरहरू। अनि मेरो चाहिँ यस्तो छ धेरै सफा त छैन जस्ट सफा गरिरहन्छु म बस्ने ठाउँ चाहिँ। अनि यो बाटोमा चाहिँ अब पानी पर्दैन के गर्नु पानी परेको भएको थिएँ सफा गरिराखेको थिएँ। अनि मेरो कोठा चाहिँ यस्तो रहेको छ। यहाँ सबै फुलहरू छ यतातिर पनि रोपेको छु। अनि उता प्लास्टिकमा चाहिँ मैले फोहोर राख्छु बाहिरतिर। अनि यो चाहिँ मेरो आलुबारी फुलबारी भन्यो नि जे भन्यो नि यही हो रोप्ने ठाउँ। बट्टाहरू पनि आलुहरू रोपेको छु। अनि यस्तो छ साथीहरू मेरो चाहिँ यहाँ बिचमा चाहिँ दुबो उम्रेको छैन अनि त्यही भएर गोबरले मात्रै लिपिदिएको छु मैले चाहिँ धुलो नउडोस् भनेर। अनि यस्तो छ मेरो चाहिँ कोठा जस्ट कस्तो छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। मेरो कोठा चाहिँ यस्तो रहेको छ साथीहरू।